मैले जबरजस्ती किताब ल्याएर आएर पढ्न सुरु गरेको। अनि त्यो वर्ष मैले मजाले पढेँ। गर्लफ्रेन्डले दिएको किताब त सबै सकाउनुपर्छ भन्ने तरिकाले पढ्यो र इक्जाम दिन गएको। त्यो बेला मलाई के हो भन्दाखेरि यो सबैलाई पनि हुन्छ होला, मलाई चाहिँ म पहिलोचोटि खरिदारको इक्जाम दिन गएको बेला मैले त्यहाँ सबै क्वेसन, त्यहाँ आएको क्वेसनभरि मैले नजानेको केही पनि थिएन। सबै क्वेसन जानेको थिएँ मैले, तर फरक के भइदियो, तिनी क्वेसनको मैले उत्तर केही पनि जानेको थिएन। यस्तो हुन्छ नि कहिले क्वेसन चाहिँ सबै थाहा छ, एन्सर थाहा छैन। एन्सर हो जस्तो लाग्ने, लेख्न हात नआउने टाइपको हुन्छ नि त। मैले धेरै त्यो क्वेसनहरू, मतलब म त्यो क्वेसनसँग परिचय त गरिसकेको रहेछु, त्यसको उत्तर थाहा छैन भन्ने कुरो मैले इक्जाम दिएर आइसकेपछि थाहा पाएको मैले। त्यसपछि गर्न थालेको। त्यसो भए हजुरको गर्लफ्रेन्ड उति बेलाको अहिलेको श्रीमतीजीको प्रेरणाले गर्दा हजुर चाहिँ सफल हुनु भएको। यो लोकसेवामा पढ्नुपर्छ भन्ने चाहिँ 100% उहाँको नै एउटा प्रेरणा हो। र हस्, धन्यवाद। हस्, धन्यवाद। म